हेलो साथीहरू, वेलकम टु माई भिडियो। हामी चाहिँ आज मोमो च्यालेन्ज गर्न गइरहेको छौँ। यो चाहिँ हाम्रो नयाँ वर्ष 2083 सालको चाहिँ सुरुको दिनमै रहेको छ है। मेरो उहाँले चाहिँ सुरुमा ट्राई गर्नुभयो मोमो च्यालेन्जमा। यो मोमो च्यालेन्ज चाहिँ मेरो उहाँको मम्मीको सपना थियो। फाइनल्ली नयाँ वर्षको दिनमै पुरा भयो गाइज भनौँ होइन। अनि उहाँलाई चाहिँ सुरुमा ट्राई गर्न लाउनु भयो मम्मीले 50वटा मोमो 5 मिनटमा सकाउनु पर्छ छोरा तिमीले भनेर मम्मीले भन्नुभयो। अनि छोरा पनि अब मम्मीलाई अब जोस् रेस्पेक्ट गर्नै पर्यो, हेर्नुहोस् हुन्छ नि भनेर उहाँ चाहिँ अब ट्याक्क लाएर मोमो र कोका कोला लिएर ट्याक्क लाएर अब च्यालेन्ज गरौँ न त भनेर उहाँ चाहिँ खाँदै हुनुहुन्छ है गाइज। सके नसके खाइरहनु भएको छ गाइज। लेट्स सी हेरौँ है त 50वटा मोमो चाहिँ अब 5 मिनटमा सकाउनुहुन्छ कि हुन्न, लास्टसम्म हेर्दै जाउँ है गाइज। उहाँ खाँदै हुनुहुन्छ होइन, जस आफूले ट्राई गर्दै हुनुहुन्छ। ओके, उहाँको मम्मीको सपना थियो मोमो च्यालेन्ज गर्ने। आफ्नो मम्मीको माया न त हो होइन, छोरालाई सुरुमा स्टार्ट गराइदिनु भयो होइन। अनि जस उहाँ पनि अब मम्मीलाई रेस्पेक्ट गर्नुभयो, हुन्छ भनेर उहाँ खाना थाल्नुभयो होइन। जस खाँदै हुनुहुन्छ। लेट्स सी उहाँले 5 मिनटमा सकाउनुहुन्छ कि नै होइन, हेर्दै जाउँ साथीहरू। मोमो चाउमिन खाँदा चाहिँ कोका कोला खानुको बेग्लै मजा हुन्छ है। तपाईँहरू पानी नखानुहोस्, कोका कोलासँग इन्जोय गर्नुहोस्। अनि यो भिडियो चाहिँ मैले खिचिरहेको है साथी हो। म चाहिँ एकदमै त्यो दिन चाहिँ मेरो भिडियो खिच्ने मेरो भागमा परेको थियो कि। अनि खुट्टा दुखाइ मैले भिडियो खिचेँ है, डङ्ग उभिएर अनि खिचेँ होइन। जस कस्तो छ साथी कमेन्टमा भनिदिनु होला होइन। मैले भिडियो गरेको होइन, म एकदम खुट्टा दुखाइ भिडियो गरेको हो नि त फेरि हो। अनि साथी हो भिडियो गर्न धेरै गाह्रो छ, त्यही पनि मैले गरेँ उहाँको भिडियो। अनि हाम्रो पनि भिडियो गरिदिनुहुन्छ उहाँले, लास्टमा गएर हेर्दै जानु होला होइन। खाँदै हुनुहुन्छ साथी हो। उहाँले सक्नुहुन्छ कि सक्नुहुन्न हेर्दै जाउँ है। सक्नुभयो भने उहाँले पाउनुहुन्छ 500 रुपियाँ प्राइज यो मोमो च्यालेन्जमा। he is trying to eat completely मोमो। फाइनल्ली उहाँले सक्नु भएन गाइज। 10 मिनटमा 50वटा मोमो खान सक्नु भएन, जम्मा 39वटा खानुभयो। त्यही पनि जोस् राम्रो गर्नुभयो। अब चाहिँ हाम्रो पालो हेर साथी हो। हामी 3जना, मम्मी, दिदी अनि म। छेउको चाहिँ म, बिचको दिदी, उता भित्ता साइडको चाहिँ मेरो मम्मी। हामी मम्मी र मलाई चाहिँ 20वटा, दिदीलाई चाहिँ 17वटा थियो मोमो। हेर्नु न गाइज, मम्मीले यति फास्ट खाइसक्नु भएको छ कि होइन। ओ माई गड, मम्मी अरू कुरामा मात्र ट्यालेन्ट होला भनेर सोच्थेँ म होइन, तर खानामा पनि त्यस्तै ट्यालेन्ट हो। ओ माई गड, हामी 2जना यङ भएर पनि सकाएन, तर सुरुमा चाहिँ मम्मीले नै सकाउनु भयो क्या गाइज। हेर्नुहोस् न, हेर्दै सकाइसक्नु भइसक्यो होइन। मेरो त अझै बाँकी छ 3वटा, दिदीको नि 3वटा बाँकी छ होइन। दिदी र म चाहिँ सँगसँगै हुन्छ अब। हेर्दै जानु है। मम्मीले सकाउनु भयो कति मिनटमा, 5 मिनट पनि लागेन हो 20वटा मोमो सकाउन मम्मीले। ओ माई गड, मम्मीसँग ट्यालेन्ट खतरा रहेछ गाइज। मेरो मम्मीको लागि भए पनि हजुरहरूले लाइक, सब्सक्राइब एन्ड कमेन्ट गरिदिनुहोस् ल। बाई बाई।